विद्यालय निरीक्षकको लागि यो अति नै महत्त्वपूर्ण प्रश्न रहेको छ साथीहरूलाई। यो दोस्रो पत्रमा शिक्षक तालिमको महत्त्व दर्शाउँदै शिक्षक तालिममा नवप्रवर्तनको आवश्यकताको व्याख्या गर्नुहोस्। साथीहरू यो त धेरै पटक सोधेको प्रश्न पनि हो र फेरि पनि आउने सम्भावना धेरै नै रहेको छ। त्यसैले यो सङ्घीय विद्यालय निरीक्षक त्यसपछि प्रदेशगत शिक्षा अधिकृतमा यो प्रश्न फेरि पनि आउन सक्छ। हेर्नुहोस् है साथीहरू, शिक्षक तालिमको महत्त्व दर्शाउँदै शिक्षक तालिममा नवप्रवर्तनको आवश्यकताको व्याख्या गर्नुहोस्। यसलाई हामीले दुई खण्डमा गरेर लेख्न सक्छौँ। हामीले जहिले पनि एन्सर लेख्दाखेरि चाहिँ प्रष्ट हुनुपर्छ, ताकि कपी चेक गर्ने मान्छेले खोज्नु नपरोस् कुन खण्ड कुन उत्तर कुन खण्डको हो भनेर। जसरी यहाँ सामान्य परिभाषा दिँदै सामान्यतया शिक्षकमा भएको ज्ञान सिप एवं क्षमतामा थप निपुणता ल्याउनको लागि सञ्चालन गरिने योजनाबद्ध सिकाइ क्रियाकलापलाई शिक्षक तालिम भनिन्छ। अनि यसरी एक लाइनमा परिभाषा लेखेर त्यसपछि शिक्षक तालिमको महत्त्व अध्याय बमोजिम वर्णन गर्न सकिन्छ। प्रष्ट रूपमा एरो दिएर एउटा खण्ड बनाएर अनि लेख्न सकिन्छ। यहाँ सूत्रबाट तपाईँलाई म भन्न चाहन्छु, सिक न कवि सामग्री व्यवस्थापन गर्न सिक। यो कस्तो सजिलो तरिकाले तपाईँ चाहिँ शिक्षक तालिमको महत्त्व लेख्न सक्नुहुन्छ। जसरी सीबाट शिक्षण सिकाइको उद्देश्य हासिल गर्न, कक्षा कोठा शिक्षणलाई प्रभावकारी नतिजामूलक योजनाबद्ध एवं थप अद्यावधिक बनाउन, नयाँ नयाँ ज्ञान सिप विधि एवं प्रविधिसँग शिक्षकलाई साक्षात्कार गराउन, कक्षा शिक्षणमा देखिएको व्यवहारिक समस्याहरूको समाधान गर्न, विभिन्न सिद्धान्त तथा अवधारणालाई व्यवहारिक रूपमा कक्षा कोठामा प्रस्तुत गर्न। यस्तै गरी तपाईँहरू यो सूत्रबाट प्रष्ट रूपमा लेख्न सक्नुहुन्छ। लास्टमा समग्रमा एउटा थप लेख्नुपर्छ, शिक्षक तालिममा नवप्रवर्तनको आवश्यकता। शिक्षक तालिम सञ्चालनको लागि विकसित भएका नवीन विधि एवं तौर तरिकालाई शिक्षक तालिममा नवप्रवर्तन भनिन्छ। अब चाहिँ शिक्षक तालिममा आएका नवप्रवर्तनात्मक विधिहरू के छन् त? यसलाई सूत्रबाट ल तास सजिलो तरिकाले लघु शिक्षण, सूक्ष्म शिक्षण पनि भनिन्छ यसलाई, माइक्रो टिचिङ, तादामाकृत शिक्षण, समूह शिक्षण, ग्रुप टिचिङ। शिक्षक तालिमका क्रम वा नवप्रवर्तनात्मक विधिहरूलाई प्रयोग गर्न प्रभावकारी नतिजामूलक उपयोगी एवं आधुनिक तरिकाले शिक्षण तालिम दिइन्छ। यस क्रममा लघु शिक्षणमा कक्षाको आकार र समय छुट्याएको गरिने शिक्षण हो भने यस शिक्षणको कम समयमा बढी ज्ञान दिने सिप कौशलहरू सिकाउँदछ। यसरी तपाईँहरू तादामाकृत शिक्षण, त्यस्तै समूह शिक्षण गरी विभिन्न शिक्षणहरूलाई सूत्रको तरिकाले सजिलो तरिकाले तपाईँले चाहिँ लेख्न सक्नुहुन्छ। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? अझ पनि यस्तै छोटकरीमा सर्टकट तरिकाले सूत्रको माध्यमबाट यदि तपाईँलाई विद्यालय निरीक्षकको तयारी गर्नु छ भने यो च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक र सेयर गरी कमेन्ट गरिदिनु होला। धन्यवाद।